गुड मर्निङ अहिले हामी कहाँ हो लेक साइड रिभर साइड रिजोर्ट हामी आज कहाँ जानु लागेको हाम्रो डेस्टिनेसन तातो पानी के को लागि ट्रेकिङ कताको ट्रेकिङ जानु लागेको हामी नॉर्थ एबीसी साइरा आई एम सिक रे होला ती सन्चो छैन सक्छौ तिमी ट्रेकिङ गर्न आज चाहिँ हामी डे 1 है ट्रेकिङको आज काठमाडौँबाट हामी डाइरेक्ट तातो पानीबाट हुम खोलासम्म जाने आज हाम्रो प्लानिङ छ तातो पानीबाट जिपमा काठमाडौँबाट चाहिँ हामी तातो पानीसम्म बाई कार अहिले चाहिँ हामी यहाँ ब्रेक एकछिन टी ब्रेक के रिजोर्ट यो रिभर साइड रिजोर्ट होइन एन्ड वेदर इज सो नाइस आकाश पुरै ब्लू हेलो डियर हस्बैंड के छ हाल खबर हेलो where are we पोखरामा अब हामी लन्च खान लागेको वेटिङ फर आवर लन्च एकदमै गर्मी छ पोखरा ह्याङ्जाको भाइरल रोड हामी लन्च खाएर पोखराबाट निस्क्यौँ हिमाल अलिअलि देखेको चाहिँ पुरै बादल लाग्छ अझै लङ वे टु गो We have made already like. यहाँबाट अझै तातो पानी यहाँबाट तामी देख्यो क्या खोला पानी पर्यो भने चाहिँ तातो पानीमै बस्नु पर्ने हुन सक्छ है बेनीको बजार पुग्यौँ अघि चाहिँ हामी मिस्टेक भएर बागलुङ साइडतिर गएछौँ है अनि फेरि बागलुङबाट फेरि फर्केर हाम्रो कति 15 मिनट जति लस भयो बागलुङ बजार हेऱ्यौँ बेस्ट पार्ट है हाम्रो यो ट्रेकिङको जहिले पनि तास खेल्ने सो आजको हाम्रो बस्ने ठाउँ बाथरुम देयर इज बेड अनि के हो रे हाम्रो यो आजको बस्ने ठाउँको नाम इट्स रेनी होटेल के अरे यो नेचुरल स्प्रिङ होइन तातो पानीको नेचुरल स्प्रिङ होटेल आर यु एक्साइटेड टु वाच टिभी या के गरेको फाइट गर्दैछ कार्डमा जितेर 5 रुपियाँको लागि 5 रुपियाँको लागि फाइट गर्दैछ गुड मर्निङ आज हाम्रो डे 2 इन तातो पानी अहिले बिहानको 6:30 बजे हो अब हामी ब्रेकफास्ट लिने त्यसपछि आज जिपबाट होम खोला टुवर्ड्स होम खोला वेदर लुक्स नाइस हेलो हाउ इज ब्रेकफास्ट गुड तिम्रो फेभरेट छ होइन ससेज अन्डा आलु ल अब हामी यहाँबाट होम खोलातिर लाग्यौँ लेट्स गो ठुलो ब्रेकफास्ट खाएर यत्रो अब सबै निकालेर खानु बाटो चाहिँ खत्तमै छ भन्ने सुनेको छु लेट्स सी बेटर देन वेदर चाहिँ राम्रो छ
अगाडि चाहिँ माटो थुपारेर बाटो एकछिन बन्द छ अब यो एकछिन खुल्न टाइम लाग्छ त्यही भएर हामी एकछिन अब बाटो नखुल्दासम्म कुर्न पर्ने अवस्था छ वेदर चाहिँ कति राम्रो छ आज हाम्रो नेपालको बाटो यस्तो पनि गाडी चाहिँ लक्कै छ अब सास फेर जाँदैछ गाडी अझ बनाइदिएको अझ बनाइदिएको रे त्यति गर्दैछ बिचार कम्पनीले बाटो घोडा हिँड्ने बाटोमा हामी हिँडेको छौँ यस्तो छ भिरालो खालको छ यहाँ तल माथिबाट पानी पनि झरिरहेको छ अझ बनाइदिएको अरे हो त जनताहरू के गरिरहेछन् राम राम भन्दैछु राम राम हरे राम हरे कृष्ण भनेर हेरेछ उतापट्टि सिन फेरि यति राम्रो छ हामी होम खोला आइपुग्यौँ अहिले तातो पानीबाट हिँडेको 2 आवरमा होम खोला पुग्यौँ यहाँसम्म मात्रै गाडी यहाँ पछि अब हाम्रो हाइक सुरु हुन्छ हिमाल पनि यस्तो नजिकै देखिएको छ यहाँबाट नीलगिरी हिमाल अब यहाँबाट हामी सादी फर्कोसम्म 2 आवर 30 मिनट ल फेरि बाटोमा यहाँ डग भेटेर अब डगसँगै भुल्न लाग्यो एकछिन झर्ना आइपुग्यौँ
वाउ कति राम्रो हो हाम्रो ब्रेक आउँदै सके छैन फुटफुटे झर्नाको ब्रेक 1 आवर भइसक्यो यहाँ बसेको के खाँदै हो वाइ वाइ ओरियो अब बिस्तारै हिँड्नुपर्छ ढिलो हुन्छ 1 बजिसक्यो हामी अहिले सादी खर्क पुग्यौँ तलबाट हिँडेको होम खोलाबाट हिँडेको 3 घन्टा लाग्यो हामीलाई तर बिचमा हामी फुटफुटे झर्नामा 30-40 मिनट चाहिँ हामी रेस्ट गऱ्यौँ त्यो इन्क्लुड गरेर 3 आवरमा सादी खर्क आइपुग्यौँ अब यहाँ हामी लन्च खाने अनि त्यसपछि आजको हाम्रो डेस्टिनेसन बुस्केट मेला जाने 3160 मिटर अहिले हामी अहिलेसम्म सबैजना ठिकै छौँ कोही मान्छे छैन भने के हो यस्तो फाइनली हामी बुस्केट मेला पुग्यौँ होम खोलाबाट हिँडेको 6 आवरमा ब्रेक बस्दै बिस्तारै आएको पनि पुग्यो 4:30 हुन लाग्यो आज अब यतै बस्ने ल जाडोमा आगो ताप्दै चियर्स गर्दै भिलेज लाइफ ल हाम्रो बस्ने आजको सुत्ने ठाउँ के छ के छ हालखबर ठिक छ बुस्केट मेलाको डिनर इज गुड हेरेछ गुड मर्निङ आज हाम्रो डे 3 इन बुस्केट मेला आजको हाम्रो प्लान चाहिँ बुस्केट मेलाबाट डाइरेक्ट बेस क्याम्पसँग जाने त्यसबाट फर्केर फेरि बुस्केट मेला सक्यो भने चाहिँ तलसम्मै पुग्ने नसक्यो भने चाहिँ फेरि बुस्केट मेलामै बस्ने प्लान छ हेरौँ के हुन्छ वेदर चाहिँ राम्रो छैन आज पुरै बादल छ पानी पर्न पनि सक्छ स्नोफल हुन पनि सक्छ अहिले बिहानको 6 बज्यो अनि अब ब्रेकफास्ट खाने अनि त्यसपछि हिँड्न सुरु गर्ने ल यहाँ पर्यो फुरुरु ल हामी बुस्केट मेलाबाट हिँडेको 3 आवर लगभग 3 आवर पनि नपुग्दै यहाँ पञ्चकुण्ड आइपुग्यौँ वेदर यस्तो छ पुरै हेभी स्नोफल सो हामी चाहिँ अब यहाँबाट बेस क्याम्प नजाने डिसाइड गऱ्यौँ एकदमै चिसो छ बेस क्याम्प गयो भने बाटो पनि देखिँदैन अरे हराउन सक्ने हुन्छ यहाँबाट नजानु भन्नुभयो सो हामी अब यहीँबाट नै तल जाने डिसाइड गऱ्यौँ
पुस्केट मेलासम्म फर्किन्छ होला एकछिन हामी ब्रेक गरेर टी गरेर यस्तो छ पेटभरि एकचोटि बोल्यो होइन को रहेछ एकछिन यहाँ चिया खाने अनि जाने पञ्चकुण्ड लेक पुरै हिउँले ढाकेर केही देखेको छैन अन्नपूर्ण फर्स्ट नर्थ बेस क्याम्प माथि